ती पनि काम गरेको गर्नुपर्ने। अब गाडीमा अब सामानहरू लोड गऱ्यो लयो भिजेको होइन। अनि म चाहिँ के भन्दा यस्तो गर्दाखेरि चाहिँ एक दिन मलाई एउटा रियलाइज भयो कि अलिकति झन् बुढो भइयो भने त्यो काम गर्न सकिन्न होला होइन। अनि एउटा प्यासिभ इन्कम चाहिँ कसरी पाइन्छ, प्यासिभहरू त बुझ्नुहुन्छ नि होइन, कि काम नगर्दा पनि इन्कम कसरी आउँछ। त्यही अहिले म इन्डियन आर्मीमा रिटायर भएँ, अहिले मैले पेन्सन खान्छु, त्यो एउटा प्यासिभ इन्कम हो। त्यस्तै प्यासिभ इन्कम कहाँबाट पाइन्छ भनेर सोच थियो। सोच्दाखेरि मैले गुगलमा खोजेँ। मलाई यसरी प्लान दिएर म कसैले फकाएर आएको मान्छे होइन है। सबभन्दा पहिला म के हो त भन्दाखेरि गुगलमा हेरेँ, हेर्दाखेरि डाइरेक्ट सेलिङको बारेमा मैले त्यहाँ चाहिँ अलिकति जानकारी लिएपछि नम्बर लिएँ। नम्बर लिएपछि म पोखरा गएँ। मलाई ब्रान्च चाहिँ गुगलबाट थाहा पाएँ कि पोखरामा रहेछ भनेर है। त्यसपछि अनि म गएपछि मैले यसको बारेमा चाहिँ बुझ्ने मौका पाएँ। अनि बुझ्दाखेरि त्यहाँ मैले के देखेँ भन्दाखेरि भोलिको दिनमा यो इन्डस्ट्री बढेर चाहिँ चिन हुँदो रहेछ। म किराना पसल गर्दैछु, अब किराना पसल सुक्दै रहेछ भनेको मैले यो थाहा पाएर मैले बुझेँ। अब म किराना पसल गर्दैछु, मेरो ग्राहक भोलि त्यता गयो भने त म त फेरि रित्तै हुन्छ। त्योभन्दा मै पहिला जानुपर्ने रहेछ भनेर चाहिँ म यो काम गर्न थालेँ हेर्नुहोस् है त। र मान्छेले धेरै कुरा गर्यो। अब गर्दाखेरि मैले चाहिँ छोडेन। मेरो घरमा यस्तै खाली जग्गा थियो। मैले एक दिन चाहिँ गाउँले सबैलाई बोलाएर मिटिङ राखेँ। 70 जनालाई बनाउँदाखेरि 40 जना आयो है। 40 जना पनि आयो, चिया पानी खिलाएर मिटिङ दिएर पठाएँ, तर एउटाले नै जोइनिङ गरेन है। त्यसै त किन भने त्यसरी हामी आत्तिनुहुन्न कि। त्यसपछि मैले फेरि कसरी गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ म चाहिँ प्रत्येक शनिबार चाहिँ 4 महिनासम्म चाहिँ म चाहिँ पोखरा गएँ। जाँदाखेरि मैले जिबी सरको ट्रेनिङ पनि भेटेँ, त्यसपछि सुरजमान सरको ट्रेनिङ भेटेँ। अनि हाम्रो अर्को रोशन गुरुङको ट्रेनिङ मिलेँ। कसै मैले नोट गर्दै सिक्दै गएँ। किनकि मान्छे एकपल्ट बुझिदिनु सक्यो भने एकपल्ट बुझेपछि म जाने भन्छ कि त्यो होइन। आज म 2 साल 2.5 साल गर्दा पनि मलाई अझै सिक्नु छ होइन। तर गर्दाखेरि मैले चाहिँ अनि त्यसरी गरेपछि मैले एउटै सोच राख्थेँ कि पछाडि बसेर सिक्थेँ। म चाहिँ त्यहाँ अगाडि चाहिँ कहिले पुग्छु, जुन दिन म ब्रोन्ज पुग्छु त्यो दिन म चाहिँ ट्रेनिङ दिन सुरु गर्छु भने हेर्नुहोस् मेरो सोच है। हेर्नुहोस् म किन भन्दाखेरि अब यो एउटा सेलिब्रेटी बन्ने काम भयो हेर्नुहोस्। हजुरले सिक्ने मात्रै काम होइन क्या। भोलिबाट मैले अस्ति मेरो जस्तै अब एउटा यहाँ सन्धिमा के अरे हाम्रो चाहिँ नामै बिर्सिएँ के सावित्राले हुनुहुन्छ। उहाँलाई मैले होस्ट बनाएर अब हामी यहाँ काम गरौँ भनेर मैले सोच्दैछु। उहाँ मेरो टिममा हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ यो के हो त भन्दाखेरि एउटा चिनाउने जस्तै आज यो काम हुन्थेन भने हजुरले मलाई चिन्ने मौका पाउँदैन नि त। त्यसपछि मैले के गरेँ त, अनि त्यत्रो मान्छेले जोइन नगर्दा पनि म निराश भइनँ। फेरि म सिक्दै गएँ एक एकजनालाई भन्दै गएँ। आज मसँग 7,000 प्लस मान्छे जोइनिङ छ हेर्नुहोस्। नेपालभरि मेरो टिम छ, इन्डियामा मेरो टिम छ होइन। उनीहरूले धकाएर मलाई डायमन्ड पुर्याइदियो। यस्तै गर्दा मलाई भोलि ड्युसिडी पनि पुर्याइदिन्छ। र त्यही भन्न चाहन्छु, यहाँ एउटा के हो भन्दाखेरि हजुरको अरू आएन भनेर नआउने होइन कि। हजुर आउनुहोस् न, हजुर त लिडर हो। जस्तै आज उहाँहरू यति माथि पुग्नुहुन्छ। यहाँ हाम्रोमा सर हुनुहुन्छ डायमन्ड डाइरेक्टर, उहाँ हुनुहुन्छ गोल्ड डाइरेक्टर होइन। त धेरै छ। अब उहाँले भन्दा हामी मान्नु पऱ्यो कि। मान्यो भने अब हाम्रो एउटा माहौल बन्छ। मैले सोचेछु यहाँ चाहिँ अब यसरी नै आउने भने 2 महिनामा यहाँ बस्ने ठाउँ हुँदैन हेर्नुहोस्। हिजो मेरो ट्रेनिङ थियो तर कोही नै आएन, मेरो टिमबाट नै आएन, कतैबाट नै आएन कि होइन। हाम्रो सरहरू थियो, हामी 4-5 जना बस्यौँ। अब मैले फेरि अर्को जस्तै अब सोमबारबाट मैले सुरु गर्छु। सोमबारको पिओपी भनेर मान्छे एउटा थियो। पिओपी भनेको त हजुरले बुझ्नुहुन्छ होइन, बिजनेस अपर्च्युनिटी प्रोडक्ट प्रेजेन्टेसन भनेको सबै कुरा मिलावट हुन्छ त्यसमा। त्यो कुरा चाहिँ हामीले बारबार बुझ्नुपर्छ। र सबभन्दा पहिलो कुरा हार नमान्नुहोस् होइन, निराश नहुनुहोस् र आइराख्नुहोस्। हामी के गर्छौँ, 4 जना साथी हामीले चिनेको थियो, त्यो चिनेको साथीलाई भन्यो भने उसले गरेन भने हाम्रो लिस्ट खत्तम हुन्छ कि। लिस्ट खत्तम भएपछि हामीले काम गर्न छोड्दैनौँ। तर नचिनेको मान्छे हामीलाई 3 करोड छ नि त, त्योसँग मिल्ने कोसिसै हामी गर्दैनौँ कि। त्यो कुरा हो। जस्तै आज मसँग चिनेको मान्छे मेरो साथी कोही पनि छैन कि। साथीलाई मैले जबरजस्ती गरेर जोडेँ हेर्नुहोस्, तर एउटासँग पनि खाइनँ कि। त भनेपछि साथीले नखाँदो रहेछ भने मैले त्यहाँबाट बुझेँ कि हेर्नुहोस्। बल्कि जो मान्छेलाई मैले चिनेकै थिइनँ, जस्तै हाम्रो फ्यामिलीमा मैले चिनेकै छैन नि त, तर उहाँहरू त दाइ भनेर उठाउनुहुन्छ होइन। त हामी बात गर्छौँ। त यस्तो टिममा मेरो धेरै छ। अब हाम्रो त्यसैले गर्दाखेरि हाम्रो धेरै चिनेको नचिनेको साथीहरू काम गरेको हुँदो रहेछ। त चिनेको मान्छेले भन्दाखेरि नचिनेको काम गर्छ। अब यति राम्रो ट्रेनिङ दिनुभएको सरले होइन। सबभन्दा त हाम्रो सरलाई एकदम धेरै धेरै धन्यवाद। उहाँले मलाई एउटा बोल्ने मौका पनि दिनुभयो होइन। उहाँले यति राम्रो ट्रेनिङ म सुने मजाले। अहिले त्यहाँ बिलिङ गर्नु मात्रै गएको म, नत्र मलाई अझै सुन्न त मन लागिरहेछ। त्यो गरेर म आइहाल्छु। त्यो सुन्नु होला, राम्रो छ। हामी आत्तिनुहुन्न, समय चाहिँ दिनुपर्छ। थ्याङ्क यू।